के पक्रिनु गुन्द्रो खा गुन्द्रो गुन्द्रो भटास परेन कहिले पनि खान नआउने गुन्द्रो भटास यदि गुन्द्रो गर म पकाउँछु भात उधार अब उधार 2 मिनट धान पठाएपछि 4000 धान पठाउँछ अब तँलाई खाँ पुगेँ मलाई खानु त केही नि पर्दैन जाँदा त खान्छ अलि उता 2 मिनट पठाउँछु भनेर भ्युचिनले ऊ यस्तो परेर 2 बेला तल पुगेन म कहाँ खान्छु कहाँ सुत्छु मेरो मतलब छैन म त झाँक्रीबाट हिँड्यो भने म झाँक्रीबाट हिँड्छु म भाएर आएँ बक्सा अरे त तपाईँ बक्सा देखाउँछ देखाउँछ त म पुक्ले मार्दैछ नि म बक्सा रहेछ नि हो कतिवटा गाईहरूलाई ऊ भेदेर दुधै नदिने बनाएर त नि कसले तपाईँले हो तँलाई पर्फेक्ट देखाइन्छ नि काम छ तपाईँ काम छ यस्तो तपाईँ काम छ म काप्दिनँ काम छैन मैले भनेको पर्मा देखाइन्छु हो यहाँबाट यहाँ बक्सी को छ यहाँ यो टोल हामीलाई थाहा छैन हामी देखाएको छ देखाएको छ थाहा त छ चल्छु तँलाई भएको छैन म मैले यस्तो गरेर मेरो बुढी अलिकति उ गऱ्यो भने लट्टै मार्दैन भाँस दिन्छ के भेदेर हो झाँक्री भनेर बोक्सी रे के तपाईँ बोक्सी रे बोक्सी उसले भने कसले पैसा बक्सी कहाँ पैसा मलाई भेट्न तपाईँले त्यहाँ लडेछ तपाईँले लडाइदियो लडाइ बाबु होइन मन्त्र तपाईँले हाने अनि गइसकेपछि लु पढ्नु भन्नुलाई बिर्सिने मन्त्र कसले हाने त तपाईँले होइन मैले के लाग्यो अनि केदार भन्दै पढ्नु सिभान्छ है लु भनेर चाहिँ केदार गुन्द्रु हाल्न गुन्द्रु भ्युसीले भन्यो भैँसी लात्तै उठ्यो मैले हाने मैले यता गर्छ किन बोक्सी बोक्सी हो चुप नभन् अरे जब अक्षताले ठ्याक्टा हानिदिएको मैले देखाइहाल्यो अझ त्यसले ढेँडा खाँदैछ लाइटो बल्दामा हो के बोक्सीले खाँदैछ म भाग्यो एक बदल म लड्यो त्यो लाइटो खोल्दा यतापट्टि बित्तामा के गरेँ पुक्लुकै बोक्सी ठुलो कि झाँक्री ठुलो बौसीको 2टा मन्त्र हुन्छ एउटा बेसी बोक्सी भन्दा झाँक्री ठुलो होइन बोक्सी ठुलो बोक्सीले ढाल्नु पऱ्यो भने ढालिदिन्छ ढाल्छ पावर उयो ढाल्छ हो पुक्लु ढाल्छ तपाईँको पावर छ जिउ बान्ने मन्त्र आउँछ अनि म नरसिंह बाजा रहेछु नरसिंह